नेपालमा भ्रष्टाचारको विरुद्ध ठूलो कारबाही 1600 भन्दा बढी कर्मचारी हटाएको वास्तविकता के हो? साथीहरू, अहिले नेपालमा ऐतिहासिक ठूलो कदम चालेको छ। सरकारले 1600 भन्दा बढी कर्मचारीलाई विभिन्न निकायबाट हटाएको खबर सार्वजनिक भइरहेको छ। तर प्रश्न उठ्यो, के यो साँच्चै भ्रष्टाचारको विरुद्ध लडाई हो कि यो केवल राजनीतिक चाल मात्रै हो? आजको भिडियोमा हामी तथ्यसहित गहिरो विश्लेषण गर्छौं। साथीहरू, यो भिडियो एकदमै इम्पोर्टेन्ट छ कि सरकारले यसमा के कदम उठाएको छ र हाम्रो देशमा के सङ्कट आउन सक्छ। त्यही भएर यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज हामी कुरा गर्छौं नेपाल सरकारको पछिल्लो निर्णय, जहाँ विभिन्न सरकारी निकायबाट 1600 भन्दा बढी कर्मचारी हटाएको छ। यो कदमलाई सरकारले भ्रष्टाचार नियन्त्रणको नाम दिएको छ। तर यसको प्रभाव, कारण र परिणाम के हुन सक्छ त्यो बुझ्न एकदमै आवश्यकता छ। सरकारको आधिकारिक रिपोर्ट अनुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय निकायहरूबाट कार्यरत 1600 भन्दा बढी कर्मचारीहरूलाई हटाएको छ। मुख्य कारणहरू के छ त? अनियमितता, भ्रष्टाचारको आरोप, काममा लापरवाही र नीति विपरीत निर्णय। विशेष गरी भौतिक पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन कार्यालय र स्थानीय सरकारको केही निकायहरू यी क्षेत्रमा बढी लापरवाही गरेको छ। सरकारको भनाइ अनुसार यो सफाई अभियान हो। यसले प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउँछ। नेपालमा वर्षौंदेखि एउटा गम्भीर समस्या रहँदै आएको छ, प्रणालीगत भ्रष्टाचार, सिस्टमेटिक करप्सन। र ट्रान्सपेरेन्सी इन्टरनेसनल रिपोर्टको अनुसार नेपालमा सार्वजनिक सेवा क्षेत्रमा अझै पनि घुसखोरी, शक्ति दुरुपयोग र अपारदर्शिता ठूलो समस्या हो। सरकारले यसलाई नियन्त्रण गर्नलाई यो एन्टी करप्सन एक्सन सुरु गरेको दाबी गरिरहेको छ। सरकारको मुख्य उद्देश्य हो सरकारी सेवामा सुधार ल्याउने र जनतामा विश्वास बढाउने, अनावश्यक खर्च घटाउने। तर साथीहरू, यहाँ एउटा ठूलो प्रश्न छ, के केवल कर्मचारी हटाएर मात्रै भ्रष्टाचार अन्त हुन्छ? वास्तविकता के हो त? विशेषज्ञहरू अनुसार यो कदम सकारात्मक देखे पनि पूर्ण समाधान होइन। किनभने भ्रष्टाचार केवल व्यक्ति होइन, यो प्रणालीसँग जोडिएको समस्या हो। यदि नियम कडा छैन, निगरानी कमजोर छ, राजनीतिक हस्तक्षेप छ भने नयाँ कर्मचारी आए पनि समस्या दोहोरिनेछ। यसले केही विज्ञहरू भन्छ यो कदम राम्रो सुरुवात हो, तर पर्याप्त छैन। साथीहरू, सामाजिक सञ्जालमा यो विषयमा ठूलो बहस भइरहेको छ। केही मानिसहरूले भन्छ आखिरकार सरकार जाग्यो र यो राम्रो कदम हो। तर अरूले भन्छ यो केवल देखाउने काम हो, वास्तविकता भ्रष्टाचार अझै छ। विशेष गरी युवाहरू यो कदमलाई मिश्रित प्रतिक्रिया दिएको छ, किनभने उनीहरूले परिणाम हेर्न चाहन्छ, घोषणा मात्र होइन। साथीहरू, यो निर्णयमा केही जोखिमहरू पनि जोडिएको छ। के यो निर्णय निष्पक्ष छ कि विपक्षलाई हटाउने रणनीति हो? धेरै कर्मचारी हटाउँदा सेवा प्रभाव असर पर्न सक्छ र हटाएको कर्मचारीले अदालत जाने समस्या छुट्टै छ। अन्य कर्मचारीहरूमा असुरक्षा भावना छ। यदि सरकार साँचो भ्रष्टाचार अन्त गर्न चाहन्छ भने केही महत्त्वपूर्ण कदमहरू आवश्यकता छ। डिजिटल सिस्टम लागू गर्ने, स्वतन्त्र निगरानी निर्णय बलियो बनाउने, पारदर्शिता बढाउने र कडा कानुनी कारबाही गर्ने। सिर्फ हटाएर होइन, सुधार गर्ने प्रणाली पनि आवश्यक छ। साथीहरू, अब सबैको नजर एउटै कुरामा छ, के यो कदम वास्तविक परिवर्तन ल्याउँछ कि? यदि नयाँ कर्मचारी योग्य छन् भने प्रणाली सुधार हुन्छ, भ्रष्टाचार घट्छ भने यो ऐतिहासिक कदम बन्न सक्छ। तर यदि यो सबै पुरानो शैलीमा चलियो भने यो केवल अर्को हेडलाइन न्युज मात्रै बन्न सक्छ। साथीहरू, नेपाल अहिले एउटा महत्त्वपूर्ण मोडमा छ। भ्रष्टाचारको विरुद्धमा यो लडाई सजिलो छैन, तर यो सही दिशा लियो भने देशको भविष्य बदल्न सक्छ। साथीहरू, अन्त यो केवल सरकारको जिम्मेदारी होइन, यो हामी सबै नेपालीहरूको जिम्मेदारी हो। यदि तपाईहरुलाई लाग्छ कि नेपालमा भ्रष्टाचार अन्त हुन सक्छ त तपाईहरु आफ्नो ओपिनियन कमेन्टमा लेख्नु होला। तपाईहरु साच्चै परिवर्तन चाहनुहुन्छ भने यो भिडियोलाई
धेरैभन्दा धेरै सेयर गरिदिनु होला। साथीहरू, यो जुन सरकारले 1600 भन्दा बढी विभिन्न निकायबाट कर्मचारीलाई बाहिर गरेको दाबी गर्छ, के अब हाम्रो देशको भविष्य बदलिन्छ कि फेरि पुरानै शैलीमा चल्ने नयाँ कर्मचारीहरू पनि चल्ने गर्छ? त के हाम्रो देशको भविष्य हुन्छ, त्यो हामीले हेर्नुपर्ने हुन्छ। र म सरकारलाई एउटा आग्रह गर्छु कि जति पनि नेपालमा निकायहरू छन् यिनको माथि एकदमै कडाभन्दा कडा कानुन बनाउनु होला, कुनै निकायहरूले गलत काम गर्छ भने। यति मेरो आग्रह छ तपाईहरुलाई। र यो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला र अन्य साथीहरूलाई पनि शेयर गरिदिनु होला, अवेरनेस फैलाउनु। र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। हस्त साथीहरू, आजले यति हो। भेटौँला भोलि कुनै राम्रो भिडियोमा। तबसम्मको लागि जय नेपाल।